हेलो गाइज वेलकम टु माई ब्लगमा होइन स्वस्तिका लामा ब्लगमा वेलकम छ है सबैजनालाई लाइक र सब्सक्राइब गरिदिनु होला होइन। आज चाहिँ म के भन्ने होइन, बिहानै मेरो बुढा चाहिँ काठमाडौँ आएको भनेको क्या, अनि मम्मीले फोन गरेर, तर अहिलेसम्म मेरो फोन उठाएको थिएन। अनि मैले फोन गरेर सोद्धाखेरि पनि होइन ऊ आएन, ऊ बिजी छ, काम छ, गाउँमै आउँदिन भनेको थियो क्या मलाई चाहिँ। अनि मैले नि आएन होला नि त, काम हुन्छ भन्ने ठानेको थिएँ, तर आएको हो कि होइन मलाई अहिलेसम्म फिक्स छैन, किनकि मेरो फोन उठाएको छैन। मैले धेरैचोटि गरिसकेँ, बिहान उठाएको थिएँ तर उसले आएको होइन, म आएको छैन भनेको थियो। भएर पनि आयो भने भिडियो बनाउँछु, आएन भने त्यतिकै त गाइस हेरिदिनु होला है फुल भिडियो, आउँछ कि आउँदैन भनेर। साइबल त फोन गरेको थियो, एकचोटि उठाएन, कति मात्दो रहेछ हौ यो त, कस्तो होला। किन मात्तेको भन त, किन फोन नउठाएको? तिमीलाई कसले भने म काठमाडौँ भनेर थाहा हुँदैन भन्नु होइन, विमलाले भनेको थियो। कस्तो होला, किन नभने भन्नु, मैले गाडीमा थियो भन्दाखेरि पनि होइन, किन भनेको भनेर भन न, किन झुट बोलेको? सरप्राइज भने मलाई कस्तो न, मलाई फोन नै उठाएन, अनि चिन्ता लागिरहेको थियो। मम्मीलाई फोन गरेर सोधिसकेको थियो, विमलाले मेरै अगाडि गइसक्यो, बिहानै गयो। केमा आएको त नि यति ढिला त? बसमा आएको, बस अनि यति ढिला चाहिँ किन त? बस बिग्रेर भने अनि कस्तो फोन पनि उठाउँदैन नाइ क्या, मलाई सरप्राइज नदियो, मलाई कस्तो पिर लाग्छ तिम्रो। सरप्राइज दिन्छ सुतिरा हुन्छ अनि सँगै आज भनेको त प्लानमै फेल भयो कि मेरो। अनि कस्तो मान्छ, कति फोन गरे, साइबल त्यही गरे, दाइले नि गरेको थियो त्यहाँ मेरो अगाडि, तिमीले उठाएन। अनि कस्तो यस्तो नगर न, मलाई सरप्राइज चाहिँदैन क्या, म हार्ट एट्याक आयो भने तिम्रो सरप्राइजले। कतिखेर आएको? कतिखेर आएको अरे अघि आउनुभएको थियो, विमला भाउजू आउनुभएको थियो नि, गयो। भाउजूलाई झन् दाइले लुगा ल्याउँछ भाइले लिएर होला माथिबाट भनेको, खै त अनि ल्याएन। चोलो त मैले भिजाइदियो धारामै, अनि मल बोक भन्दै थियो मलाई, मैले बस्नु पर्थ्यो नि घरमा, मैले बस्छ भने अनि तिमीले लागेन किन? तिमी नभएर म भए बस्थेँ, लानु पर्थ्यो नि त मलाई नि, एक दिन अगाडि गएर के भएको अगाडि त्यो नौ होइन भने नपिटा न, बाबा छोडेर जान्छ फेरि। मलाई सरप्राइज दिन आएको, नदेऊ न सरप्राइज। म फोन त उठाउनु, म कति चिन्ता लाग्छ तिम्रो, अनि म धनै रुनलाई रोको भाइ। वर्तमानमा सबैजना छ गाउँको सबै दाइहरू सबै। के खाजा हो? खाना खाएर आएन होटेलमा, मासु भात खाएर कहिलेको 4 हो? अनि बसले 4 बजी चाहिँ कुन बसले ल्याउँछ हौ? कहाँको बसले? कुन जिल्लादेखि आउँदैछौ तिमी? बिग्रेर तिमी आउने गाडी किन सधैँ बिग्रिन्छ भन त? अरू अनि मसँग आउँदा त 1 बजीतिर आइपुग्छ त, अनि है कोठामै आइपुग्छ त, अनि तिमी आउँदा चाहिँ 4 बजी किन ल्याउँछ बसले? कहाँदेखि यसमा आएको भन त, पठाउमा आएन कि आएन? कहाँ डुलेर आएको त? अनि यतिखेरसम्म त अनि टोखाबाट पठाउनु पर्थ्यो नि त। अनि किन फोन नगरे भने? बाबाले फोन गरेर उठाएन है, पुनबेले नि कति भनेको थियो, सधैँ 4, 5, 9, 10 बजी आइपुग्छ गाउँबाट, कहिले 10 बज्छ मलाई थाहा थियो क्या ढिला हुन्छ नि। म यता फर्केर सुतिने कस्तो यस्तो फर्केर सुत्नु कस्तो नि। अनि लाखामा दुइटै गाडी बिग्रायो क्या, एउटा गाडी बाटो बिग्रेछ होइन, अनि हाम्रो गाडी चाहिँ अगाडि बन्यो, अनि त्यो गाडीको मान्छे नै हाम्रोमा खाँदै खायो क्या, झन् बिग्रियो। बुढी माउहरू आएर पनि पातल पातल कुनाउनु जान्थ्यो, भित्तामा भाइ त भित्तामै गऱ्यो, म त यस्तो च्यापेर क्या। पहिला आनन्द थियो, पछि बुढी माउहरू आएर डिस्टर्ब भयो। म त खुट्टा यस्तो पारेर सुतेँ, कहिले उता पारेर सुतेँ गरेर आइरहेको थियो। लास्टमा त यस्तो के पुरै यस्तो कस्तो बिग्रिन्छ क्या तिमीहरू गाडीमा, मन कस्तो रुन मन लाग्यो, म रुन ठिक परेको थियो। हजुर रुएर बस्छु म नै उठाउँदैन कहाँ गएँ। म बिहान गाडीको आवाज आएको थियो, गाडीको आवाज आइरहेको पिप पिप भनेको होइन क्या, तोरो बनाएर पूजामा हल्दा र म छ भन्दै थियो त। अनि
कति रुपियाँ हौ तिमी त कामै नलाग्ने मान्छे मेरो टी सर्ट हेरेर सिक्यो लाउँदैन हौ यो नि तिम्रो टी सर्ट यस्तो नि मेरो कस्तो यो अरू त छैन मेरो त सबै तिम्रो मात्रै छ के कसैले ल्यायो मलाई गाउँबाट खै के ल्याउनु त गाउँबाट त साग ल्याउनु पर्थ्यो नि बाबा तिम्रो छोरीले मकै ल्याइदिनु भने होइन छोरीलाई खोइ ल्याइदिए त नि के मकै ल्याइदिने भनेको थियो त छोरीले म ल्याउँछु मलाई अहिले छोरीको भात खाना देऊ ल्याइदिएन है छोरी उसले त भात लगेर खान्छ अहिले स्कुलमा भात लान्छ दाल भात ल्याएपछि टन्न खान्छ है मेरो बुढा चाहिँ होइन काठमाडौँ आइसक्यो अहिले चाहिँ रुममा आइपुगिसक्यो अनि ऊ चाहिँ सरप्राइज दिने विचारले आएको रहेछ होइन मलाई अनि के अरे सरप्राइज दिन्छु म फोन नगरिकन मतलब खबर नगरिकन आउँछु के गरेर आउँदो रहेछ अनि के रियाक्सन आउँदो रहेछ मेरो भनेर उसले चाहिँ सोचेको रहेछ होइन तर मैले चाहिँ थाहा पाइसकेको थिएँ क्या मलाई थाहा हुँदैन थियो क्या तल वर्तमानमा गएको थिएँ अनि त्यहाँनिर सुनेको के अनि आउँदैछ अरे भन्नुहुन्छ अनि म चाहिँ आउँदैन भन्नुभएको थियो भनेको अनि कस्तो शङ्का लाग्यो फेरि सरप्राइज यसरी त कहिले जुरो बोल्दैन थियो आउने फिक्स हुन्थ्यो नआउने भने नआउने फिक्स भन्थ्यो क्या उसले उसको चाहिँ यसपालिको विचार चाहिँ सरप्राइज नै दिन्छु रियाक्सन हेर्नु पर्ला के गरिरहेको हुन्छ होला भनेर सोचेको रहेछ तर सरप्राइज चाहिँ फ्लप खायो होइन अनसक्सेसफुल भयो किनभने मैले थाहा पाइसकेको थिएँ ऊ आउँछ नै फिक्स भइसकेको थियो क्या लगभग किनकि मैले घरमा फोन गरेर सोधिसकेको थिएँ ऊ निस्किसक्यो बिहानै भने गाडी बिग्रेर मात्र टाइम लागेको रहेछ अलिक छिट्टै आएको भए चाहिँ म थाहा पाउँदैन थियो अलिक ढिलो भएर हो थाहा पाएको चाहिँ रुममा आइपुगिसक्यो फाइनली गाइज सरप्राइज भएन म केही सरप्राइज भएन हो केही पनि थुप्रै रियाक्सन नै भएन मबाट चाहिँ आमा तिमी आएको आज गाउँमा त्यस्तो चाहिँ केही भएन ऊ आयो मलाई थाहा थियो त्यति अब नेक्स्ट टाइम चाहिँ अब हेरौँ के गरी सरप्राइज भएछु भने थ्याङ्क यू सो मच गाइजहरू फुल भिडियो हेरिभएकोमा सबैजनाले माया गरिदिनु होला है थ्याङ्क यू